नमस्ते भाइ बहिनीहरू, म इन्जिनियर गौरव मिश्र। एसपिए को कम्प्युटर सिरिजको च्याप्टर कम्प्युटर सफ्टवेयर एन्ड प्रोग्रामिङ कन्सेप्टमा हजुरहरूलाई स्वागत छ। अब यसमा हामी यो च्याप्टरमा चाहिँ सफ्टवेयर भनेको के हो, टाइप्स अफ सफ्टवेयरहरू के छन्, त्यस्तै प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको के हो, टाइप्स अफ प्रोग्रामिङ ल्याङ्ग्वेजहरू के छ, प्रोग्राम डिजाइन टुल्सहरू, कसरी कुनै पनि प्रोग्रामलाई कसरी इफेक्टिभ बनाउने, त्यो चिजहरूको बारेमा हामी यो च्याप्टरमा अध्ययन गर्नेछौँ। अब फर्स्टमा सबभन्दा पहिला सफ्टवेयर भनेको त के हो त? हार्डवेयर भनिसकेपछि त फिजिकल कम्पोनेन्ट द्याट वी क्यान टच भनेर भन्छौँ। अब सफ्टवेयर भनेको बेसिकली के हो भन्दाखेरि अ सेट अफ कम्प्युटर प्रोग्राम्स, कलेक्सन अफ प्रोग्राम्स भन्दा पनि हुन्छ, जसको थ्रुबाट कुनै पनि हार्डवेयरले के गर्छ भन्दाखेरि इफेक्टिभली आफ्नो काम गरिरहेको हुन्छ। कुनै पनि हार्डवेयरको फङ्सनालिटी इफेक्टिभ तरिकाले इनिसियलाइज गर्नु छ, त्यसलाई रन गर्नु छ भने त्यो हामी सर्टेन सेट अफ कमान्ड्स दिन्छौँ, जसलाई हामी इन्स्ट्रक्सन्स भन्छौँ। त्यो इन्स्ट्रक्सन्सहरू कुनै हामी सफ्टवेयरको थ्रुबाट दिन्छौँ। त्यही भएर सफ्टवेयर भनेको कलेक्सन अफ प्रोग्राम्स द्याट आर रिक्वायर्ड टु इनेबल द हार्डवेयर टु वर्क एन्ड पर्फर्म दोज अपरेसन्स इफेक्टिभली भन्न खोजेछ। अथवा हामीले अर्को भाषामा सफ्टवेयर इज अ सेट अफ इन्स्ट्रक्सन्स अर प्रोग्राम्स भने पनि भयो। प्रोग्राम भनेको कुनै स्पेसिफिक चिजको लागि हुन्छ, सफ्टवेयर भनेको अलिक बल्क हुन्छ, अलिक लार्ज हुन्छ, कलेक्सन अफ प्रोग्राम्स भन्छौँ। त्यही भएर सफ्टवेयर इज अ सेट अफ इन्स्ट्रक्सन्स अर प्रोग्राम्स द्याट टेल्स अ कम्प्युटर वाट टु डु, के गर्ने भनेर। अब म के गर्ने हो त, मलाई कसैले रिक्वेस्ट पठाए मैले के गर्ने त, त्यो कम्प्युटरलाई जानकारी भयो। इट इज नट समथिङ यु क्यान टच लाइक हार्डवेयर, बट इट मेक्स द कम्प्युटर के भने चाहिँ युजफुल भनेको छ। टच गर्ने चाहिँ होइन सफ्टवेयरलाई, तर हार्डवेयरलाई इनिसियलाइज गर्ने, हार्डवेयरलाई आफ्नो प्रपर फङ्सनिङ गर्ने, काम गराउने चिजहरू चाहिँ सफ्टवेयरको थ्रुबाट हुन्छ। अब हामी जान्छौँ टाइप्स अफ सफ्टवेयरमा। अब टाइप्स अफ सफ्टवेयर भनिसकेपछि बेसिकली हाम्रो दुईवटा टाइप्स हुन्छ। एउटा हाम्रो सिस्टम सफ्टवेयर हुन्छ। त्यो सिस्टम सफ्टवेयरको पनि सब क्याटेगोरीमा चाहिँ तिनवटा पार्ट हुन्छ जेनरली। एउटा अपरेटिङ सिस्टम भन्छौँ, एउटा ल्याङ्ग्वेज ट्रान्सलेटर भन्छौँ, अनि लास्टमा एउटा भन्छौँ हामी युटिलिटी सफ्टवेयर। सफ्टवेयरको फर्स्ट टाइप जुन क्याटेगोराइज गरेछ त्यो चाहिँ सिस्टम सफ्टवेयर हो। त्यसको सब क्याटेगोरीमा चाहिँ यो तिनवटा पार्ट छ, अपरेटिङ सिस्टम, ल्याङ्ग्वेज ट्रान्सलेटर अनि युटिलिटी सफ्टवेयर। त्यस्तै सफ्टवेयरको सेकेन्ड पार्टमा हाम्रो पर्छ एप्लिकेसन सफ्टवेयर। एउटा चाहिँ सिस्टम सफ्टवेयर, अर्को चाहिँ हाम्रो एप्लिकेसन सफ्टवेयर। यो एप्लिकेसन सफ्टवेयरलाई पनि फर्दर हामी क्याटेगोराइज गर्छौँ सब क्याटेगोरीमा। यसको दुईवटा पार्ट हुन्छ, एउटा टेलर्ड सफ्टवेयर भन्छौँ, एउटा चाहिँ प्याकेज्ड सफ्टवेयर भन्छौँ। टेलर्ड सफ्टवेयर भनेको नाम त्यस्तै छ, त्यो कस्टमाइज सफ्टवेयर जस्तो हुन्छ। अनि अर्को चाहिँ हाम्रो छ प्याकेज्ड सफ्टवेयर। अब वान बाई वान हामी सबैमा यिनीहरू कभर गर्छौँ। अब फर्स्टमा जान्छौँ हामी सिस्टम सफ्टवेयर भनेर। अब दुईवटा सफ्टवेयर छ, एउटा सिस्टम सफ्टवेयर छ, एउटा एप्लिकेसन सफ्टवेयर छ। अब सिस्टम सफ्टवेयर भनेको बेसिकली के हो भन्दाखेरि इट इज अ सेट अफ वान अर मोर देन वान प्रोग्राम्स, जसको थ्रुबाट के हुन्छ भन्दाखेरि कुनै पनि कम्प्युटर हार्डवेयरलाई कसरी कन्ट्रोल गर्ने, कसरी त्यसलाई इफेक्टिभली म्यानेज गर्ने, अनि स्मुथली कसरी रन गर्ने, त त्यो काम कसले प्रोभाइड गरेको छ त हाम्रो सिस्टम सफ्टवेयरले। त्यही भएर इट इज अ सेट अफ वान अर मोर देन वान प्रोग्राम्स टु कन्ट्रोल एन्ड म्यानेज एन्ड रन द कम्प्युटर हार्डवेयर एन्ड एप्लिकेसन प्रोग्राम। जति पनि हाम्रो एप्लिकेसन लेभलमा सफ्टवेयरहरू हुन्छ त्यो रन गर्नको लागि पनि हामीलाई के चाहिन्छ, पहिला सिस्टम सफ्टवेयर चाहिन्छ। त्यही भएर यसको थ्रुबाट म्यानेज गर्ने काम, कन्ट्रोल गर्ने काम अनि रन गर्ने कामहरू हुन्छ। यसको सब क्याटेगोरीमा हामीले जुन तिनवटा टाइप्स भनेको थियौँ, त्यसको फर्स्ट टाइपमा के छ भन्दाखेरि अपरेटिङ सिस्टम। हामीले सुनिरहेकै हुन्छौँ विन्डोज अपरेटिङ सिस्टम, एन्ड्रोइड अपरेटिङ सिस्टम, म्याक अपरेटिङ सिस्टम भनेर धेरै प्रकारका अपरेटिङ सिस्टमहरू हुन्छ। जेनरली अपरेटिङ सिस्टम भनेको त अब के रहेछ त्यसो भए त भनेपछि प्रिन्सिपल कम्पोनेन्ट अफ अ सिस्टम सफ्टवेयर हो, एउटा एकदमै कोर पार्ट हो, एउटा हर्ट जस्तो हो सिस्टम सफ्टवेयरको। प्रिन्सिपल कम्पोनेन्ट अफ अ सिस्टम सफ्टवेयर द्याट इज रेस्पोन्सिबल फर द ओभरअल म्यानेजमेन्ट अफ अ कम्प्युटर रिसोर्सेस। कसरी रिसोर्सलाई इफेक्टिभली युटिलाइज गर्ने, कसलाई कतिखेर रिसोर्स प्रोभाइड गर्ने, त्यो सबै म्यानेज गर्ने काम हाम्रो अपरेटिङ सिस्टमको थ्रुबाट हुन्छ। त्यही भएर एउटा प्रिन्सिपल कोर अथवा कम्पोनेन्ट अफ द कम्प्युटर सिस्टम सफ्टवेयर द्याट इज रेस्पोन्सिबल फर द ओभरअल म्यानेजमेन्ट अफ द कम्प्युटर रिसोर्सेस। कसैले रिसोर्स डिमान्ड गरेको हुन्छ त्यो रिसोर्स के गर्नु पऱ्यो, सप्लाई गर्नु पऱ्यो। अब यसको एक्जाम्पलमा म्याक्सिमम हामीले सुनिरहेको एक्जाम्पलहरू विन्डोजको भइहाल्यो, म्याकको भइहाल्यो, लिनक्सको भइहाल्यो। लिनक्सको पनि धेरै डिस्ट्रिब्युसनहरू छन्, त्यस्तै एन्ड्रोइड अपरेटिङ सिस्टम पनि छ, एन्ड्रोइडको पनि आफ्नो डिस्ट्रिब्युसनहरू छन्। त्यस्तै हाम्रो सिस्टम सफ्टवेयरको नेक्स्ट टाइप भनेको हाम्रो छ ल्याङ्ग्वेज ट्रान्सलेटर भनेको। अब मैले यहाँनिर अहिले तपाईँहरूलाई चाइनिजमा पढाएको भए चाइनिज भाषा तपाईँले नबुझ्न पनि सक्नुहुन्थ्यो, त्यो बेला एउटा केही बिचमा मिडिएटर हाल्नु पर्थ्यो होला। भनेपछि ल्याङ्ग्वेज ट्रान्सलेटर भनेको पनि के हो भन्दाखेरि हाम्रो सिस्टम सफ्टवेयरभित्र दे आर द स्पेसल टाइप्स अफ सफ्टवेयर द्याट कन्भर्ट द प्रोग्रामिङ कोड अथवा हामी सोर्स कोड भन्छौँ त्यसलाई, जुन हामीले आफ्नो भाषामा लेखेको हुन्छ, रिटन बाई ह्युमन्स
त्यो चाहिँ हाम्रो हाई लेभल ल्याङ्ग्वेजमा पनि हुनसक्छ। हाई लेभल ल्याङ्ग्वेज भनेको अहिलेको जेनेरेसनमा हामी जुन प्रोग्रामिङ ल्याङ्ग्वेजहरू युज गर्छौँ त्यो सबै हाई लेभल ल्याङ्ग्वेज हो। त्योभन्दा अलिकति अगाडि चाहिँ हाम्रो एसेम्ब्ली लेभल ल्याङ्ग्वेजहरू युज हुन्थ्यो। त्यो एसेम्ब्ली लेभल ल्याङ्ग्वेज अथवा हाई लेभल ल्याङ्ग्वेजमा हामी जुन इनपुट दिन्छौँ त्यसलाई हामी सोर्स कोड भन्छौँ। बेसिकली त्यो ल्याङ्ग्वेजमा लेखेको सोर्स कोडलाई चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि अब मेसिन अन्डरस्ट्यान्डेबल अथवा बाइनरी फर्मेटमा वन्स र जिरोजमा के गर्नु पऱ्यो, कन्भर्ट गर्नु पऱ्यो। त्यो गर्ने काम कसले गर्छ त हाम्रो ल्याङ्ग्वेज ट्रान्सलेटरले गर्छ। त्यही भएर ल्याङ्ग्वेज ट्रान्सलेटरलाई के भन्नु पऱ्यो, दे आर द स्पेसल टाइप अफ सफ्टवेयर द्याट कन्भर्ट द प्रोग्रामिङ कोड रिटन बाई ह्युमन्स आइदर इन एसेम्ब्ली ल्याङ्ग्वेज or in high level language into a form that a computer can understand and execute भनेपछि कम्प्युटरले बुझ्ने भाषा कुन रहेछ त भाइ बहिनीहरू, मेसिन लेभल ल्याङ्ग्वेज हो। मेसिन लेभल ल्याङ्ग्वेज भनेपछि कुन फर्मेटमा हुन्छ, बाइनरी ल्याङ्ग्वेजमा। बाइनरी ल्याङ्ग्वेज भनिसकेपछि पोसिबल भ्यालु के हुने रहेछ त, वन्स र जिरोजमा। मैले जे बोल्यो भने पनि कम्प्युटर बुझ्ने भाषा के रहेछ त, 1 र 0 भनेपछि मैले जे इनपुट दिए पनि कम्प्युटरले त्यसलाई एक्जिक्युट गर्दाखेरि वन्स र जिरोजको फर्ममा के गर्ने भयो त, एक्जिक्युट गर्ने भयो। त्यही भएर ल्याङ्ग्वेज ट्रान्सलेटरमा यो कुरा हुन्छ। यसको एक्जाम्पल भनेपछि 3टा क्याटेगोराइज हुन्छ, एउटा कम्पाइलर हुन्छ, एउटा इन्टरप्रेटर हुन्छ, अनि एउटा चाहिँ के हुन्छ भन्दाखेरि एसेम्बलर। 3 टाइप्स अफ ल्याङ्ग्वेज ट्रान्सलेटर हुन्छ, एउटा कम्पाइलर, एउटा इन्टरप्रेटर अनि एउटा चाहिँ एसेम्बलर भनेर हुन्छ। त्यसपछि हाम्रो सिस्टम सफ्टवेयरको हाम्रो अर्को क्याटेगोरीमा छ हाम्रो युटिलिटी सफ्टवेयर भनेर। अब आफ्नो सिस्टमको केही ओभरअल पर्फर्मेन्स केही कारणले त्यहाँनिर डिग्रेडेसन आइरहेको छ भने, त्यसलाई इम्प्रुभमेन्ट गर्नुपर्ने छ भने त्यो बेला हामी प्राय युटिलिटी सफ्टवेयरहरू नोइङली अथवा अननोइङली चलाइरहेको हुन्छ, जसले सिस्टमको ओभरअल हेल्थ मोनिटर गरिरहेको हुन्छ, ब्याकग्राउन्डहरूमा के रिसोर्सहरू कन्ज्युम भइरहेको छ, त्यसलाई कसरी इफेक्टिभली मेमोरी युटिलाइज गर्न सकिन्छ, त्यो म्यानेज गर्ने चिजहरू भनेको के हो त, युटिलिटी सफ्टवेयर हो। त्यही भएर युटिलिटी इज अ टाइप अफ सफ्टवेयर द्याट हेल्प्स टु मेन्टेन, म्यानेज एन्ड प्रोटेक्ट योर कम्प्युटर। कसरी इफेक्टिभली त्यसलाई म्यानेज गर्ने, अनअथोराइज अथवा इन्ट्रुडर्सहरूबाट कसरी केही म्यालवेयरहरू आएको छ भने कसरी त्यसलाईबाट बचाउने, प्रोटेक्ट गर्ने, मेन्टेन कसरी गर्ने, यो चिजलाई हामी के भन्छौँ, युटिलिटी सफ्टवेयर भन्छौँ। त्यही बेसिकली यसलाई अर्को भाषामा भन्दाखेरि स्मल प्रोग्राम्स द्याट इनेबल एन अपरेटिङ सिस्टम टु पर्फर्म सम एडिसनल टास्क। के एडिसनल टास्कहरू गर भन्न खोजिरहेको छ, सच एज सर्चिङ अथवा प्रिन्टिङ द फाइल्स होला, स्क्यानिङ द भाइरसेस होला, यस्तो सिस्टमको इम्प्रुभमेन्ट गर्ने चिजलाई हामी के भन्छौँ, युटिलिटी सफ्टवेयर भन्छौँ। त्यही भएर के हामीले एजुम्सन गर्न सक्छौँ यहाँ भन्दाखेरि युटिलिटी सफ्टवेयर इज लाइक क्लिनिङ एन्ड रिपेयरिङ टुल्स फर योर कम्प्युटर, लाइक अ क्लिनर भने पनि हुन्छ, अथवा एज अ मेकानिकको रूपमा पनि सोच्न सक्छौँ, अथवा प्रोटेक्ट गर्नलाई बडीगार्डको रूपमा पनि हामीले के गर्न सक्छौँ, एज्युम गर्न सक्छौँ। एज अ क्लिनर सफा गर्ने, जङ्क फाइलहरूलाई उडाइदिने, मेकानिक रिपेयर गर्ने, कहिलेकाहीँ केही सोचेको भन्दा अनएक्सपेक्टेड बिहेभियर केही आएको छ भने त्यसलाई रिपेयर गर्नु पर्यो, अथवा म्यालवेयरहरूबाट केही स्प्यामहरूबाट त्यस्तो इन्ट्रुडर्सहरूबाट केही अनअथोराइज्ड तरिकाले केही पस्न खोजिरहेको छ भने एज अ सिल्डको रूपमा, बडीगार्डको रूपमा पनि के गर्न पायो, युटिलिटी सफ्टवेयरलाई एज्युम गर्न पाइन्छ। अब यसको युटिलिटी सफ्टवेयरको कमन एक्जाम्पल के हुँदो रहेछ त, जसरी हामीले अघि न त्यहाँनिर ल्याङ्ग्वेज ट्रान्सलेटरमा टाइप्स अफ ल्याङ्ग्वेज ट्रान्सलेटर के भन्यौँ, कम्पाइलर, इन्टरप्रेटर, एसेम्बलर भनेको थियौँ। त्यस्तै कमन एक्जाम्पल अफ युटिलिटी सफ्टवेयर के हुनसक्छ भन्दाखेरि एउटा हामीसँग हुनसक्छ एन्टिभाइरस सफ्टवेयर, एउटा हामीसँग हुनसक्छ डिस्क क्लिनअप भनेर, एउटा हुनसक्छ फाइल म्यानेजमेन्ट टुल्स, एउटा हुनसक्छ ब्याकअप सफ्टवेयर, एउटा हुनसक्छ कम्प्रेसन टुल्सहरू, एउटा चाहिँ हामी भन्छौँ डिफ्रेगमेन्टेसन टुल भन्छौँ। अब यसले के काम गर्छ अनि यसमा रिलेट भएको एक्जाम्पलहरू के छ, यो टेबलमा मैले ल्याइदिएको छु। भाइ बहिनीहरूलाई कहिलेकाहीँ एमसिक्यूमा यस्तो केही क्वेसन रिलेट गरेर पनि सोध्न सक्छ, यसरी पढ्दाखेरि अलिकति इफेक्टिभ पनि हुन्छ। अब एन्टिभाइरस सफ्टवेयरको काम के हो भन्दाखेरि प्रोटेक्ट अगेन्स्ट भाइरसेस एन्ड म्यालवेयर भन्छौँ। डिस्क क्लिनअपको काम के हो भन्दाखेरि के को लागि क्लिन गरिन्छ त, डिलिट्स अनवान्टेड फाइल्स टु फ्री अफ द स्पेस। फाइल म्यानेजमेन्ट टुलले के गर्छ भन्दाखेरि हाम्रो कम्प्युटरमा जुन फाइलहरू स्टोर भएको छ त्यसलाई प्रपरली अर्गनाइज गर्ने, कपी गर्ने काम, मुभ गर्ने काम, डिलिट गर्ने काम त्यो फाइल म्यानेजमेन्ट टुल्सहरूको थ्रुबाट गर्न सकिन्छ। ब्याकअप सफ्टवेयरले के गर्ने रहेछ त, सेभ कपिज अफ फाइल्स इन केस अफ डेटा लस भनेपछि ब्याकअपको रूपमा काम गर्ने भयो। कम्प्रेसन टुलले के गर्ने भयो भन्दाखेरि फाइलको साइजलाई के गरिदिने भयो, श्रिङ्क गरिदिने भयो। त्यही भएर श्रिङ्क्स फाइल साइजेस फर स्टोरेज अर ट्रान्सफर भन्ने भयो।
त्यस्तै डिफ्रेगमेन्टेसन टुल भनेको के हो भन्दा रिअर्गनाइजेस डाटा फर फास्टर एक्सेस भन्छ। जस्तो यदि हाम्रो हार्ड डिस्क छ भने योभन्दा अघिको भिडियोमा पनि अघिल्लो भिडियोमा हार्ड डिस्कभित्र के हुन्छ हामीले पढेको थियौँ, प्ल्याटर्स, चक्का हुन्छ, प्ल्याटर भन्थ्यौँ त्यसलाई। एउटा प्ल्याटर छ भने दुईवटा वर्किङ सर्फेस हुन्छ, त्यो चक्काको माथि पनि डेटा हुन्छ, त्यो चक्काको मुनि पनि डेटा हुन्छ। त्यो चक्कामा यसरी ट्र्याक्स हुन्छ, सेक्टर्स हुन्छ, सिलिन्डर्सहरू हुन्छ, त्यो स्ट्रक्चरमा डेटा राखिन्छ। अब चक्काको इनर पार्टमा कुनै डाटा छ, कुनै त्यो पार्टको डाटा चक्काको आउटरतिर छ भने त्यस्तो किन हेफाजार्ड तरिकाले त्यसलाई मेन्टेन गर्ने त, बरु नजिक नजिक ल्याउँ, एउटै ट्र्याकमा ल्याउँ। त्यो गर्दाखेरि रिड राइट आर्मले जुन डिले ल्याटेन्सी भइरहेको हुन्छ त्यो पनि के हुन्छ, टाइम अलिकति कम पर्छ। त्यही भएर डिफ्रेगमेन्टेसन टुलको काम रिअर्गनाइजेस द डेटा फर फास्टर एक्सेस भन्छौँ। अब यिनीहरूको एक्जाम्पलमा एन्टिभाइरस सफ्टवेयरको त हामीले अभास्ट, नोर्टन, विन्डोज डिफेन्डर यिनीहरू भन्न पायो। डिस्क क्लिनअप अलरेडी हाम्रो कम्प्युटरमा एभाइलेबल भएको टुल हुन्छ, विन्डोज डिस्क क्लिनअप भन्ने। फाइल म्यानेजमेन्ट टुल हाम्रो त्यो मुनि हरियो पहेँलो आइकन जुन हुन्छ विन्डोज फाइल एक्सप्लोरर भयो। ब्याकअप सफ्टवेयरमा गुगल ड्राइभ, ब्याकअप, एक्रोनिसहरू, अरू पनि धेरै अहिले क्लाउड स्टोरेज भएको र धेरै हामीसँग ब्याकअप सफ्टवेयरहरू छ। कम्प्रेसन टुल्समा म्याक्सिमम देखिराख्नु भएको विनरार, जिप फाइलहरूको लागि 7 जिप भइहाल्यो। डिफ्रेगमेन्टेसन टुलहरूमा चाहिँ विन्डोज डिफ्रेगमेन्टर पनि अलरेडी एभाइलेबल हुन्छ। यो चाहिँ कमन एक्जाम्पल अफ के हो भन्दाखेरि युटिलिटी सफ्टवेयरहरू हो।